लाग्यो हामी चाहिँ हिँडेर चाहिँ होइन तर यहाँ ट्रली नै छ एक ब्याग जाडोमा जाडोले मर्नुभन्दा माथि काम्नुभन्दा त बरु होइन अगाडि नै यतिको चाहिँ लगेर जानु पर्यो नि एकजनाको लागि प्रभु तपाईँलाई महिमा अनि प्रशंसा दिन पाउनु कतै धन्यवाद दिन्छु संसारमा आजको डेको लागि शुभम चाहिँ बिचरा अब उहाँको यात्रा सक्न आँटेछ भाइलाई जङ्गु पुग्न लागेको हो मङ्गन पुग्यो हामी अहिले यता जाम छ हामी चाहिँ युमथाङ आइपुगे युमथाङ कस्तो छ छुकित जाडो छ जाडो लै जाडो खास जाडो छ जाडो थ्याङ्क यू म र आबमको लागि रुम जाडो छ तर रुम चाहिँ त ठिकै छ यता बाहिर यहाँ सोनामी छुकितको रुम कस्तो हुँदैछ चिसो यो चिसो छ यो पनि चिसो छ अनि कस्तो छ तिमीलाई साह्रो लाग्यो पुरा लुगा फुगाल्नु मन मैले त त्यो तातो ग्लोभ चाहिँ ल्याउनु बिर्सेछु नि मेरो पनि गाडीमा सार्नु होइन अहिले जानुपर्छ फेरि जाउँ न कस्तो छ बुम मकै गएछ तपाईँको चाहिँ लेक लाग्छ जस्तो छ यतिको तातोले ट्र्याक पातला यतिकै बस्ला जस्तो चप्पल नलिआएको त जुत्तै लगाएर बसिन्छ हामी चाहिँ यस्तो छ यहाँ चाहिँ दुई बहिनी चाहिँ जाडो भएर कक्रिरहेछ चाहिँ हाम्रो आगो ताप्ने दाजुहरू अहिले चाहिँ डिनरको लागि यहाँ तल रहेछ डिनर इज रेडी Yes, we are going to त्यतिकै बस्नु ल dinner now. बिहानदेखि केही खाएको छैन खाना खान जाँदैछौ हजुर त्यो अलिक बाहिर निक्लिनुहोस् त्यहाँबाट लु जानुहोस् खानाको लागि प्रस्थान हुँदैछ हामी लु हिँड लु हिँड्नुहोस् हे सबै कुरो पनि सही यो कुरा लु मासु खाँदैछौँ हामी यहाँ भेज हुनुहुन्छ उहाँ त अलवेज अब चिकन राइस खाँदै हो यता कस्तो थियो खाना चाहिँ कस्तो लाग्यो तपाईँलाई मिठो खुसी लाग्यो घरकै खाएको जस्तो लाग्यो के भन्नु तिमीले एकदम हल्का मजा आइरहेछ यहाँनिर भात खाएर एकदमै जाडो लाग्यो डिनर भइसक्यो अब हामी रेस्ट गर्नेछौँ रेस्ट गरेर बिहानदेखि फेरि हाम्रो मेन ट्रिप सुरु छ उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ तिमी रातको ठुलो त्रासदेखि र दिनमा उडेर टुटु ल त अब चाहिँ मजा लगाएर सुत्ने हो अब सुतिसकेको छ छगितहरू पनि उता सुतिसकेको छ अब चाहिँ सुत्नुपर्छ सो गुड नाइट यो एपिसोड चाहिँ यति नै हुनेछ सो नेक्स्ट एपिसोडदेखि चाहिँ भोलिको तपाईँको यो भ्यालीदेखि चाहिँ हुनेछ सो आजको लागि चाहिँ यति नै गुड नाइट